हेलो साथीहरु, गुड मर्निङ र मेरो भ्लगमा तपाईहरुलाई स्वागत छ। गुड मर्निङ साथीहरु। हुन्छ है साथीहरु, सबैजना आइसकेको छ। हामी चाहिँ गान्तोक गइरहेका छौँ र मेरो भिडियोलाई सुरुदेखि लास्टसम्म हेर्दिनुस् होला। साथीहरु, हामी चाहिँ सिङ्गामा काट्यो स्वागत है आपको। Hello friends, please like and subscribe to this channel and support your channel. थ्याङ्क यू। के भयो तपाईहरुलाई? नाक किन चोक्नु भएको? हजुर हुन्छ, थ्याङ्क यू बहिनीलाई। ब्रेकफास्ट टाइम भयो अहिले चाहिँ है। हुन्छ गाडीमै खान्छ हामी चाहिँ। हुन्छ गाइस, हुन्छ यतिखेर हामी चाहिँ है ब्रेड खाँदैछ। ब्रेड बिस्किट है, कुरकुरेहरू। हजुर बजार पुग्नु पर्छ। फेरि सेकेन्ड टाइम हामीलाई मिठाई पाइरहेको छ। थ्याङ्क यू सर, अमृत सरलाई धन्यवाद। धेरै धेरै धन्यवाद सरलाई। हो सरले मिठाई दिनुभएको भयो भनिदिनुहोस् त सरलाई। सरलाई के भनिदिनु छ रे? धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच सर। ल सिला नाना उठेको जाममा फस्नुलाई पो रहेछ। हुन्छ साथीहरु, हामी चाहिँ साला शर्माको टिम हो र हामी चाहिँ यहाँ बाइपासदेखि चाहिँ बाहिरबाट हामी यहाँ माथिसम्म जानु परिरहेछ, बेसी जाम भएको कारणले गर्दाखेरि। हुन्छ हुन्छ साथीहरुलाई अपडेट दिँदै गर्छु। सर गल्यो? ठिकै छ। हुन्छ म्याडम, हुन्छ। हेलो साथीहरु, यहाँ चाहिँ भिड चाहिँ साथीहरु, म चाहिँ है पुरानो साथीसँग आज घुम्नु गइरहेछु। घुम्नुभन्दा आज मोदीजी आउनु भइरहेको थियो, तर हामीले सुन्नुमा आइरहेछ है मोदीजी क्यान्सल भयो भनेर है। र हामी चाहिँ अब पाल्जे स्टुडियोमा जाँदैछ र हामी सर्टकट जाँदैछ यताबाट। हो छुदैन एक दुई कुरा भनिदेऊ न। अलिक थाकिरहेको छु, बोल्नु सक्दिनँ नि म भनेर। हुन्छ, सबैजना हाम्रो त्यो सालस फर्माको टिम छ है पछाडि, तातै छ। हुन्छ गाइस, कन्टिन्यू गर्दै गर्छु, तपाईँले हेरिदिनुहोस्। ल जाउँ, विशाल जान आँटेको छ अब। मोदीसँग भिडियो जाऊ जाऊ जाऊ। भिगाउनु पर्दैन किन? मोदीसँग लु मजाको देख्दो रहेछ लु विशाललाई आज। छुतेन चाहिँ मोमो खाँदैछु, म चाहिँ पुरी खाँदैछु। यो चाहिँ हामी खाजा खाँदैछु गाइस। हुन्छ साथीहरु, हामी चाहिँ वेस्ट पोइन्ट घुम्न आइरहेको छ अहिले चाहिँ। र हामी चाहिँ अब मोदीजी आउनु भएन, अन्त हामी चाहिँ यसो टाइम पास घुम्नको लागि यहाँनिर आइरहेको छौँ हामी है। हाम्रो टिम छ साथीहरु। यहाँ पनि है बन्द रहेछ है, वेस्ट पोइन्ट पनि बन्द रहेछ आज चाहिँ। ब्याड लक रहेछ आज चाहिँ है। र फाइनली अब हामी चाहिँ घर फर्किनु आँटेको। अब गाडी बोलाइरहेको छ, गाडी आउँदैछ, अन्त हामी चाहिँ अब जानेछौँ। हुन्छ गाइस, हाम्रो टिम चाहिँ यता छ, यहाँनिर छ गाइस। हुन्छ गाइस, अब हामी चाहिँ यहाँ गान्तोकदेखि चाहिँ हिँड्नु आँटेको। हुन्छ गाइस साथीहरु, यहाँ चाहिँ घिर्लिङ आउँदैछ है।
मन चाहिँ फुल रहेछ आज चाहिँ। हुन्छ हामी चाहिँ यो बिरयानी भेज भन्नेमा चाहिँ हामी 32 नम्बरको यहाँनिर खानाहरू खाइरहेछ। खाना खानु लागि रेडी छ है। आधीले खाइरहेको छ, आधीले चाहिँ खाँदैछ। फर्स्ट टेबल नजिकको टेबललाई मात्रै एकदम सफिसियन्ट भइरहेछ यहाँनिर चाहिँ। हामीले पनि पाउँछ भनेर चाहिँ आश छ। यता सर चाहिँ हुनुहुन्छ है, मनिष सर चाहिँ पर्खिरहनु भएको हो। तपाईँहरूको खाना आएको छैन? खाना छिटो गरिदिनुहोस्। ए हुन्छ हुन्छ, आउँदैछ ए हुन्छ। फाइनली म चाहिँ घर आइपुगिसकेँ र अहिले टाइम चाहिँ 6:30 भइसकेको छ है। र हामी चाहिँ गान्तोक गएको थियो कम्पनीबाट। तर आज चाहिँ के भयो भन्दाखेरि चाहिँ मोदी सर चाहिँ आउनु हुँदै थियो, तर उहाँ चाहिँ आउनु सकेन किनभने वेदरको कारणले गर्दाखेरि चाहिँ उहाँ आउनु सकेन। तर उहाँले चाहिँ भन्नुभएको छ यो 25मा चाहिँ उहाँ आउँछु भनेर है वचन दिनुभएको छ। ठिकै छ, उहाँ जब आउनुहुन्छ हामी त्यतिखेर जानेछौँ उहाँलाई वेलकम गर्नको लागि। हुन्छ गाइस, मेरो भिडियोलाई सुरुदेखि अन्तसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू।